एउटा इन्टरकास्ट लभ स्टोरी छ, नबिर्सिनु कि इन्टरकास्ट छ भन्ने। केटा चाहिँ मन्दिरबाट पूजा गरेर फर्किरहेको हुन्छ अनि केटी चाहिँ यतिकै कुर्तामा नर्मली घुम्न गएको हुन्छ। बिच बाटोमा भेट हुन्छ, आँखामा आँखा जुत्छ, उनी मुसुक्कै हाँस्छिन्, यसो साम्छ त मुटु नै गायब भइदिन्छ। अब त्यो भन्छ नि कोही राम्री लाग्यो भने साथी आइडी देन त होला होइन, त्यही अनुसार उसले एउटा सोसल मिडियाको पात्र पाउँछ। उसले भन्छ कि कलियुगमा आई लभ यु भन्छन् तर म आई लभ युमा विश्वास गर्दैन। यदि बनाउन सक्छौ त मलाई आफ्नो बनाउनु, म आधी रातमा तिम्रो लागि चिया बनाउन सक्छु। माया उमेरको पर्वा कहाँ गर्छ र, म आफ्नो कपबाट तिमीलाई चिया पिलाउन सक्छु। यो वचन, यो कसम, यो ठुलो ठुलो कुराहरू मलाई आउँदैन। तिमी भन मात्र टेन्सनमा म तिम्रो टाउको दबाउन सक्छु। बढी कमाउँदैन न त बढी धन सम्पत्ति छ, तर मायाले तिम्रो लागि झुम्का अनि सिन्दुर ल्याउन सक्छु। ठुलो गाडी छैन मसँग, तर साँझ पर्दा तिम्रो हातसम्म त्यो गल्ली र चोक डुलाउन सक्छु। जुन उमेरमा मान्छे हिँड्न सक्दैन त्यो उमेरमा पनि झुकेर तिम्रो खुट्टामा पाउजु लाउन सक्छु। माया छ बसेको तिमीमा, तर तिम्रो थाहा छैन। तिमी भन मात्र एकतर्फी माया पनि ठुलो जिम्मेवारीका साथमा निभाउन सक्छु। कलियुगको देखावटी बोयफ्रेन्ड चाहिँ भन्न सक्दैन, तर अथाह मायाले तिमीसँगै हिँड्ने तिम्रो हमसफर भन्न सक्छु। जति नै अप्ठ्यारो परिस्थिति किन नहोस्, तिमी मेरो हातसम्म हिँड्नु, म तिम्रो जीवन साथी भन्न सक्छु। यो प्रेम प्रस्ताव भयो तिमीलाई, सोचेर सम्झेर अनि मेरो बारे बुझेर उत्तर दिनु, म पर्खिबस्छु। त्यसपछि केटीले चाहिँ स्वीकार्छन्। अब थुप्रो वार्तालाप हुन्छ, एउटै चिया पसलमा भेटिनु, एउटै आकाशमुनि बसेर बेग्लै सपनाहरू बुन्नु। अनि कन्भर्सेसन हुँदाहुँदै, वार्तालाप हुँदाहुँदै केटाको लाइफमा केही जिम्मेदारी थपिन्छ, ऊ चाहिँ परदेश जान्छ। अनि त्यहाँबाट एउटा खत लेख्छ, प्रेम सन्देश भन्ने। उसले भन्छ कि मेरो हरेक सपनाहरू पुरा भएनन्, यदि मैले तिमीलाई सपनामा साँचे भने तिमी पनि हराउँछौ कि, त्यही भएर तिमी मेरो विपनामै आइदेऊ ल। उसले भन्छ मेरो हरेक सपनाहरू पुरा नभए जस्तै तिमीलाई सपनामा साँचेर राख्नु छैन, तिमी मेरो विपनामै सीमित भइदिनु। हरेक ढलेको साँझ झै म हाड्दा या सपना बुन्न खोज्दा खोज्दै कति थाकेँ भने मलाई अङ्गालोमा बेरिदिनु। मेरो थाकेको शरीरले माया पाउँदा सब भुलिदिनेछ। हो सबै सपना तिम्रो लागि साँचौँला, हामी नि कहिल्यै नछुट्टिने गरी सबैलाई खुसी बनाइ बिहे गरौँला। तिम्रो मुखबाट एउटै शब्द सुन्न मन छ कि ढुक्क बस प्रिय, जेसुकै होस् म तिम्रो हो अनि तिमी मेरो, दुःख सुख बाटी सँगै बाँचौँला। कसैले माया गर्छु भन्दा तिमीलाई म उसको भनिदिनु, मान्छु अति नै कठोर छ यात्रा मेरो, सफलताको बाटोमा म हुनेछु, तिमी त्यही बाटोमा मेरो हातसम्म हिँडिदिनु। असाँच्चै हराएको कुराहरू भेट्टाउँछ र भेटिएको कुराहरू फेरि हराउन सक्छ, तर मैले तिमीलाई नखोजिकन भेट्टाइसकेँ, कहिले नहराउने गरे। हेर न, भाग्यले जुराइसक्यो, कतै हराउला भिडमा दौडिँदै खोज्दै आउनु, कतै सङ्घर्षको यात्रामा अल्झिँदा कुराहरू कम हुन सक्छ, तर माया नमार्नु। अनि त्यसपछि चाहिँ वर्षौँपछि केटा नेपाल फर्किन्छ। नेपाल फर्केर अब बिहेको नितो राख्छ, अब हामीले बिहे गर्नुपर्छ, यत्रो समय भइसक्यो भन्छ। अनि उसले भन्छ कि तिमी साडी लगाइआउनु, म सिन्दुर बोकिआउँछु, तिमी सोच्छ मन बोकिआउनु, म प्रेम सजाउँछु, तिमी कविता लेखिआउनु, म त्यसको भाव बोकिआउँछु, तिमी बिहेको यज्ञमा मेरो प्रतीक्षा गर्नु, म एकछिन हामीलाई जुराउने त्यो मन्दिर ढोकिआउँछु। र मन्दिर ढोकेर केटा आउँदाखेरि चाहिँ अब केटी चाहिँ यज्ञमा प्रतीक्षा गरिरहेको हुन्छ। अब नेपाली समाजलाई थाहा हुन्छ कि इन्टरकास्ट छ, हाम्रो चरित्र हिनाबिना हुन्छ, अब हामीले मुख देखाउन बाटो रहँदैन। अनि त्यसपछि चाहिँ दुइटैलाई अलग अलग कोठामा थुनिदिन्छन्। अनि महिनौ बित्छ, महिनौ बितेपछि उनीहरूलाई थाहा हुन्छ कि अब हामी एक हुन सक्दैनौँ र दुइटैले अलग अलग कोठामा सुसाइड गर्छन्। त्यसपछि एउटा साथी आउँछ वर्षौँपछि उसको गाउँमा। उसले भन्छ कि दुईजना मेरो साथीहरू थियो, एकअर्कालाई असाध्यै माया गर्थ्यो, उनीहरूको बारे केही सुनाउन भन्दाखेरि त्यहाँको गाउँलेले के यसरी जवाब दिन्छन् कि एउटा सुन्दर प्रेम जोडी थियो, एउटा सुन्दर प्रेम जोडी थियो, दुवैको सँगै जिउने मिठो सपना थियो। प्रेम असफल हुँदा आत्महत्या गरे दुवैले, माया गर्ने मुटु एउटै थियो तर चिहान फरक थियो, माया गर्ने मुटु एउटै थियो तर चिहान फरक थियो।